हानु न कोरेकोराले त्यस्तो कानुन बनाऊ, यही हो कानुन बनाउने ठाउँ। यसो लाने अनि मायाले छानबिन गर्ने, सोधपुछ गर्ने, अनि तपाईँको चाहिँ के अरे सेटिङमा निस्केर हुन्छ यो देशमा अपराधीहरू। थुप्रै मस्जिदहरूमा आगो लगाइयो, मदरसाहरूमा आगो लगाइयो, गुम्बाहरू भत्काइन्छन्, कहिले कहिले मन्दिरहरू भत्किन्छन् यो देशमा, कहिले माङहिमहरू तोडिन्छन्। सरकार कमजोर भएको कारणले त्यो हुन्छ। सरकारले तपाईँको चाहिँ के अरे कारबाही नै गर्नु सक्दैन। मेरो तेरो नभनिकन फटाले करेक झ्याप गरेर हानु न कोरेकोराले त्यस्तो कानुन बनाऊ, यही हो कानुन बनाउने ठाउँ। यसो लाने अनि मायाले छानबिन गर्ने, सोधपुछ गर्ने, अनि तपाईँको चाहिँ के अरे सेटिङमा निस्केर हुन्छ यो देशमा अपराधीहरू। हुँदैन। त्यसले गर्दाखेरि यो व्यथितिको समूल नष्ट गर्नुपर्छ, समूल अन्त्य गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु। दशकौँदेखि पुस्तादेखि यही देशमा बसेको मान्छेले आफूले चाहिँ होइन भोगचास गर्दै गरेको जग्गाको स्वामित्व छैन। अहिले तपाईँको चाहिँ के अरे होइन भूमि सुधार व्यवस्था मन्त्रीज्यूले भन्दै हुनुहुन्छ स्थानीय तहले गर्न दिएन। स्थानीय तह त प्रदेशको तपाईँको मातहतको कानुनमा चल्छ, प्रदेश सङ्घको मातहतको कानुनमा चल्छ। सङ्घको मन्त्री हो तपाईँ दिनुहोस् न तपाईँको चाहिँ के अरे धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ? हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्, हामी पनि छौँ ल है। कहाँ कसले रोक्दो रहेछ? यहाँ कङ्ग्रेसले रोक्छ कि एमाले रोक्छ कि नेकपाले रोक्छ कि राप्रपाले रोक्छ? हामी चाहिँ रोक्दैनौँ। दिनुहोस् भटाभट। केले रोकिरहेको छ? 100 वर्षदेखि धनी पूर्जा पर्खेर बसिरहेको छ। नागरिकता मात्रै तपाईँको धारण गरेर नेपाली भइन्छ? खोइ त नि तपाईँको चाहिँ के अरे हामीलाई दिएको अधिकारहरू खोइ कसले दिनुपर्ने हो त्यो अधिकार? त्यसले गर्दाखेरि म आवाज उठाउन चाहन्छु, माग गर्न चाहन्छु, यस्तो किसिमले टालटुले पाराले तपाईँको चाहिँ आश्वासन दिएर देश चल्नेवाला छैन। कडाकडी काम गर्नुपर्छ। एउटा सानो उदाहरण, बुटवल 2 को मैना बजारको समस्या के हो यो बारेमा सम्बन्धित मन्त्रीज्यूले खोज्नु पर्यो। त्यहाँ अघि बिहान आएर चाहिँ मलाई यत्रो पत्र दिएर थुप्रै गुनासाहरू पोख्दै हुनुहुन्थ्यो।